अर्थमन्त्रीको पहिलो निर्णयले बनेको कार्यदल 100 अर्बको योजना घटाउने लक्ष्य लिएको छ। काठमाडौँ अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै बजेटमा समावेश भएका खुद्रे आय योजना हटाउने सम्बन्धमा अध्ययन गर्न 3 सदस्यीय कार्यदल गठन गरे। कार्यदलको संयोजकमा सुमन दाहाल छन् भने सदस्य उत्तम कुमार खत्री र धनराम शर्मा रहेका छन्। अर्थमन्त्रीका अनुसार खुद्रे आय योजना कटौतीबाट 100 अर्ब रुपैयाँ बचत हुने अनुमान छ। मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहालको संयोजकत्व रहने गरी उक्त कार्यदल गठन गरिएको थियो। कार्यदलमा रहने थप 2 जना समेत टुङ्गो लागेको छ। सहसचिव उत्तम कुमार खत्री र धनराम शर्मा रहने गरी कार्यदल बनाएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्क प्रसाद पाण्डेले जानकारी दिए। खत्री राजस्व व्यवस्थापन महाशाखा प्रमुख हुन् भने शर्मा वैदेशिक सहायता तथा समन्वय महाशाखा प्रमुख हुन्। कार्यभार सम्हाल्दै गर्दा अर्थमन्त्री खनालले खुद्रे आय योजनाको कटौतीबाट मात्रै बजेट 100 अर्ब रुपैयाँ बचत हुने अनुमान गरेका थिए। कार्यदलले सोही बराबर बचत गर्ने गरी सुझाव दिने जनाएको छ। चालु आर्थिक वर्षको बजेटमा सरकारले 19 खर्ब 64 अर्ब 11 करोड रुपैयाँ बराबरको बजेट ल्याएका छ। यसमध्ये 4 खर्ब 7 अर्ब 89 करोड रुपैयाँ बराबरको पुँजीगत खर्च रहेको छ। कार्यभार सम्हाल्दै गर्दा अर्थमन्त्री खनालले खुद्रे आय योजनाको कटौतीबाट मात्रै बजेटबाट 100 रुपैयाँ बराबर बचत हुने अनुमान गरेका थिए। कार्यदलले सोही बराबर बचत गर्ने गरी सुझाव दिने जनाइएको छ।